सम्पूर्ण साथीहरुमा नमस्कार। आज म फेरि एकपटक नेप्सेको एनालाइसिस, डेली एनालाइसिस, आजको एनालाइसिस लिएर उपस्थित भएको छु। आज म मुख्य गरेर 3 वटा आधार लिएर नेप्से किन स्ट्रङ सपोर्टमा छ भन्ने कुरा हजुरहरुको समक्ष चाहिँ व्यक्त गर्न चाहन्छु। आज क्यान्डल चाहिँ रातो क्यान्डल बनेको छ। नेप्से 10 भन्दा बढी अङ्कले घटेको छ। यद्यपि क्यान्डल हेर्दाखेरि रातो क्यान्डल बनेको भए पनि माथितिर लामो विक छ। यो क्यान्डललाई चाहिँ इन्भर्टेड ह्यामर क्यान्डल भनिन्छ। यो बेसमा बनेको हुनाले अथवा बटमतिर बनेको हुनाले यसलाई चाहिँ पोजिटिभ मान्न सकिन्छ। पहिलो आधार हो। दोस्रो आधार भनेको मैले यहाँ दुईवटा सपोर्ट लाइनहरु तानेको छु। पहिलो सपोर्ट भनेको यो होरिजन्टल सपोर्ट छ। यो सपोर्ट चाहिँ मैले कसरी बनाएको छु भने यो क्यान्डलको लाई आधार बनाएर त्यसको बटमबाट एउटा सपोर्ट तानेको छु है। यो क्यान्डल जुन ठुलो क्यान्डल छ यो सामान्य क्यान्डल होइन है साथीहरु। यो चाहिँ बिग मनीले क्रिएट गरेको क्यान्डल हो। बिग मनीले क्रिएट गरेको क्यान्डल किन म भनिरहेको छु भने जुन दिन यो क्यान्डल बनेको थियो त्यो दिन सुरुमा हाम्रो नेप्से लगभग 52-53 अङ्कले घटेको थियो इन्ट्राडेमा है। इन्ट्राडेमा त्यति अङ्कले घटेको बजारको सप्लाई खाएर बिग मनीले यो हरियो क्यान्डल ठुलो अङ्कले बढाएर यस्तो खालको क्यान्डल बनाएका थिए। अब यहाँनिरको यो क्यान्डल बनाउनुमा बिग मनीको हात छ भनेर म कसरी भन्न सक्छु भने त्यत्रो अङ्कले घटेको बजारमा हामी जस्ता सामान्य रिटेलरहरूले चाहिँ किन्न सक्ने कुनै साहस नै हुँदैन। त्यो दिन बढाउन सक्ने भनेको बिग मनीले हो। त्यसकारण यो तलतिर लामो भएको क्यान्डलमा सपोर्ट तान्दाखेरि त्यही पोइन्टबाट नै लगभग चाहिँ हिजोको मार्केट चाहिँ बढेको छ है। पहिलो आधार यो हो। यो त्यसैले म यसलाई चाहिँ स्ट्रङ सपोर्ट भनिरहेको छु। अनि अर्को कुरा यो जुन मैले ट्रेन्ड लाइन तानेको छु यो ट्रेन्ड लाइनको सपोर्टमा पनि ठ्याक्कै बजार पुगेको छ, आइपुगेको छ। यो दुईटा यो होरिजन्टल सपोर्ट र यो ट्रेन्ड लाइन सपोर्ट जहाँनिर कोइन्साइड भएको छ नि यसरी यदि दुईटा सपोर्टहरु होरिजन्टल सपोर्ट ट्रेन्ड लाइनको सपोर्ट यो दुईटा सपोर्टहरु यदि एक ठाउँमा कोइन्साइड भएर त्यही पोइन्टबाट चाहिँ मार्केट बढ्न थाल्यो भने हामीले के बुझ्नुपर्छ भने यो एकदम स्ट्रङ सपोर्ट हो। बढ्ने चान्स धेरै हुन्छ। दुईटा पोइन्टहरु चाहिँ यहाँनिर कोइन्साइड भएको हुनाले यहाँबाट बढ्ने चान्स एकदम बढी हुन्छ। अनि यो मुख्य आधार भनेको यो हो हैन। यही पोइन्टबाट चाहिँ बढेको छ। अनि यो भन्दा अर्को आधार भनेको मैले भन्न खोजेको अर्को आधार भनेको चाहिँ म अहिले चाहिँ यहाँहरु समक्ष 100 दिनको मुभिङ एभरेज अथवा इएमए तपाईहरुको सामान्य चाहिँ देखाएको छु। जब मार्केट चाहिँ बुलिशमा गयो नि त्यहाँनिर यो 100 दिनको अथवा 100 दिनको इएमए लाई सपोर्ट बनाएर माथि गयो। त्यसपछि फेरि करेक्सन आउँदाखेरि त्यही 100 दिनको मुभिङ एभरेजबाट माथि गयो। फेरि अर्को करेक्सनमा पनि त्यही 100 दिनको मुभिङ एभरेजको वरपर चाहिँ नै मार्केट आएर फेरि माथितिर गएको छ। अहिले पनि त्यही 100 दिनको मुभिङ हैन इएमए भनौं न 100 दिनको इएमए सम्म चाहिँ मार्केट पुगेको छ। यो कस्तो देखिन्छ भने अहिलेको बुल मार्केटले 100 दिनको इएमए लाई चाहिँ सपोर्ट बनाएको जस्तो देखिरहेछ है। यसरी तीन चोटी लगभग 100 दिनको इएमए लाई सपोर्ट बनाएर माथि गएको मार्केट मैले के बुझेको छु भने यो 100 इएमए लाई आधार बनाएर यो अहिलेको बुल चाहिँ चलेको हुनाले फेरि पनि यही 100 इएमए बाट नै मार्केट फर्किने चान्स हुन्छ। लगभग त्यही पोइन्ट नजिक आएको हुनाले ठ्याक्कै त्यही पोइन्टमा नआउन सक्छ। त्यो भन्दा हल्का तल पनि जान सक्छ, हल्का माथिपट्टिबाट पनि मार्केट फर्किन सक्छ। र मैले अहिलेको दुईवटा ट्रेन्ड लाइन जुन चाहिँ ट्रेन्ड लाइन एउटा चाहिँ ट्रेन्ड लाइन लगाएको थिएँ, अर्को चाहिँ नै होरिजन्टल सपोर्ट लगाएको थिएँ नि ठ्याक्कै त्यसको कन्सन्ट्रेट पोइन्ट आउने मार्केट हुनु र इएमए को नजिक पनि मार्केट हुनुले यही पोइन्टबाट मार्केट चाहिँ बाउन्स ब्याक गर्न सक्छ भन्ने चाहिँ मैले सोचेको छु हैन। अब यदि चाहिँ इएमए लाई पनि ब्रेक गरेर फेरि त्यही इएमए बाट पनि मार्केट तल खस्न थाल्यो भने चाहिँ हामीले डराउनु पर्ने हुन्छ। म इएमए भन्दा माथि रहँदासम्म
म चाहिँ डराएको छैन। म यो मार्केटलाई चाहिँ पोजिटिभ रूपमा लिएको छु र जुन ऐको सपोर्ट छ त्यसलाई मैले स्ट्रङ सपोर्ट भनेको छु। ऐको सपोर्ट भन्नाले जुन होरिजेन्टल सपोर्ट तानेको थिएँ र यो ट्रेन्ड लाइनको सपोर्ट तानेको थिएँ, त्यो दुईटा कोइन्साइड बिन्दु अथवा दुईटा लाइनहरू कोइन्साइड भएको जुन पोइन्ट छ त्यही पोइन्टबाट मार्केट बढेको हुनाले यसलाई चाहिँ मैले यहीँबाट नै मार्केट बाउन्स ब्याक हुन सक्छ भन्ने चाहिँ मैले आकलन गरेको छु। साथीहरूलाई यो एनालाइसिस चित्त बुझ्यो भने चाहिँ लाइक गर्नुहोला हैन। चित्त बुझेन भने पनि कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है त साथीहरू। हस्, नमस्ते।